दर्शक नमस्कार। यतिखेर बिर्तामोड झापा.com बाट हामी प्रत्यक्ष रूपमा जोडिएका छौं र विशेष गरी अहिले झापाको बिर्तामोडको ताजा अवस्थालाई यहाँलाई देखाउने कोसिस गरिरहेका छौं र हामी प्रत्यक्ष रूपमा जोडिएका छौं र बिर्तामोडमा यतिखेर यो पश्चिम स्टेटमा यहाँनेरि विभिन्न नाराहरू लगाउँदै यहाँनेरि चाहिँ राके जुलुसको प्रदर्शन गर्ने तयारी भइरहेको हामी यहाँ देखिरहेका छौं र कुलमान घिसिङको समर्थनमा चाहिँ यहाँनेरि उपस्थित छौं। हाम्रो पार्टीका विभिन्न तह तबकाका नेतागणहरुको यहाँ उपस्थिति रहेको छ। यतिखेर हामी बिर्तामोडबाट प्रत्यक्ष रूपमा जोडिएका छौं यहाँहरुमा बिर्तामोड झापा.com बाट यतिखेर बिर्तामोडको ताजा अवस्थालाई यहाँहरुलाई देखाउने कोसिस गर्दैछौं। हामी यहाँबाट दमदारका साथ अगाडि बढ्नेछौं, मुक्तिचन्द्र चोक केन्द्रित हुनेछौं। हामी लाइनबद्ध रूपमा अगाडि बढ्नेछौँ। कमरेडहरु र अहिले हामी बिर्तामोड झापा.com बाट यहाँहरुमा आज प्रत्यक्ष रूपमा जोडिएका छौं। विशेष गरी कुलमान घिसिङलाई हिजो मात्र पदमुक्त गरिसके पछाडि यतिखेर देशैभरि चाहिँ विभिन्न चाहिँ प्रदर्शन भइरहेको छ। बिर्तामोडमा पनि अहिले यहाँनिर देख्न सक्छौं यहाँ चाहिँ धेरै मानिसहरू उपस्थित हुनुभएको छ। विशेष गरी यसको हामीले जानकारी प्राप्त गरे अनुसार वाइसिएलले चाहिँ यो आज विरोध प्रदर्शन गरिरहेको भनेर जानकारी प्राप्त गरेका छौं र अहिलेको यो अवस्थालाई यहाँहरुलाई यो अपडेट गराउने कोसिसमा छौं र देख्न सक्छौं यतिखेर हामी पश्चिम स्टेटमा छौं। यहाँनेरि राके जुलुस बाल्ने तयारी भइरहेको छ, देख्न सक्छौं हामी। सबै कमरेडहरुलाई नारामा केन्द्रित हुनको निमित्त म हार्दिक अनुरोध गर्छु। म भन्नेछु भ्रष्टाचारीलाई संरक्षक बन्द गर भन्नुहोला। लोकसेवाको मिले मतमा मन परि तन्त्र गर्न पाइँदैन भन्दा पाइँदैन भन्नुहोला। उज्यालो नेपालको अभियान त हटाउन पाइँदैन भन्दा पाइँदैन भन्नुहोला। नेकपा माओवादी जिन्दाबाद भन्दा जिन्दाबाद भन्नुहोला। र दर्शकबिन यतिखेर बिर्तामोडको यो पश्चिम स्ट्यान्ड अगाडि चाहिँ देख्न सक्छौं यहाँनेरि चाहिँ अहिले राके जुलुसलाई चाहिँ लिएर चाहिँ विभिन्न नाराहरू प्रदर्शन भइरहेको छ। यो अहिले हामी जस्ताको तस्तै यहाँहरुलाई प्रत्यक्ष रूपमा यो अपडेट गराउँदैछौं र यहाँनेरि विभिन्न नाराहरू प्रदर्शन गरेर चाहिँ यहाँनेरि प्रदर्शनमा उत्रिएको छ। यो समूह चाहिँ लाइभ अपडेटमा छौं दर्शक महानुभावहरु। यतिखेर हामी झापाको बिर्तामोड पश्चिम स्ट्यान्डबाट र यहाँनेरि देख्न सक्छौं यो सडकमा पूर्व पश्चिम महेन्द्र राजमार्गमा यो राके जुलुस प्रदर्शन भइरहेको छ। जुलुसमा उत्रिएको छ भने विभिन्न प्रदर्शनमा चाहिँ यहाँनेरि नाराहरू लागिरहेको पनि देखिरहेका छौं हामीले। यतिखेर अहिले हामीलाई यो अपडेट यहाँहरुले कुन कुन ठाउँबाट हेर्दै हुनुहुन्छ प्रत्यक्ष रूपमा कमेन्ट मार्फत आफ्ना प्रतिक्रियाहरू राख्नुहोला। र यतिखेर चाहिँ बाटोमै यसरी नारा जुलुस गर्दै राके जुलुस प्रदर्शन भएको अपडेट यहाँलाई जस्ताको जस्तै गराइरहेका छौं बिर्तामोड झापा.com बाट। र यो अहिले पूर्व पश्चिम महेन्द्र राजमार्गमा छौं हामी दर्शक महानुभावहरु। बिर्तामोडमा यतिखेर चाहिँ यसरी चाहिँ यो राके जुलुसमा उत्रिएको छ यहाँनेरि र विभिन्न प्रदर्शनमा नाराहरू प्रस्तुत भइरहेका छन् र विभिन्न नाराहरू यो समूहले प्रस्तुत गरिरहेको देख्न सक्छौं हामी। र यहाँनेरि चाहिँ देख्न सक्छौं अहिले हामी लाइभमा छौं दर्शक महानुभावहरु र यहाँ प्रहरीको सम्बोधन देख्न सक्छौं हामी र प्रहरीले उक्त समूहलाई चाहिँ यो खोज्ने कोसिस भइरहेछ। यतिखेर हामी बिर्तामोडबाट यहाँहरुलाई अपडेट गराउँदैछौं र यो जुलुसलाई प्रहरीले नियन्त्रणमा लिने पनि कोसिस गरिरहेको थियो तर अगाडि केहीसम्म देख्न सक्छौं अगाडि बढेको छ। प्रहरीले यसलाई यो राके जुलुसलाई खोज्ने कोसिस गरिरहेको छ। अहिले हामी प्रत्यक्ष रूपमा यहाँहरुमा
यो अपडेट गराउँदैछौँ र विभिन्न नाराहरू यहाँनिर चाहिँ प्रस्तुत भइरहेको छ। यो वीरता मोडको अहिलेको ताजा अवस्था हो र अहिले प्रत्यक्ष रूपमा यहाँहरूले हेर्दै हुनुहुन्छ। र यतिखेर हामी प्रत्यक्ष रूपमा नेटवर्ककै साथ दिएसम्म यो अपडेटलाई देखाउने कोसिस गर्नेछौँ भने अहिले चाहिँ यो वीरता मोडको ताजा अपडेट यहाँहरूमा आज वीरता मोड झापा.com बाट प्रस्तुत भइरहेका छौँ। यो ताजा अवस्थालाई देखाउँदैछौँ। विशेष गरी चाहिँ विभिन्न नाराहरू प्रदर्शन भइरहेका छन् यहाँनिर र मुक्ति चोकतर्फ यो अगाडि बढिरहेको छ। र यहाँनिर अहिले हामी प्रत्यक्ष रूपमा छौँ र विभिन्न नाराहरू प्रस्तुत भइरहेको अवस्था छ भने त्यसलाई चाहिँ प्रहरीले नियन्त्रणमा लिनको लागि कोसिस पनि गरिरहेका छन्। प्रहरीहरू बाक्लो रूपमा उपस्थिति रहेका छन्। यो अपडेट गराउन चाहन्छौँ। यसरी चाहिँ विभिन्न नाराबाजीहरू चाहिँ भइरहेको अवस्था छ। झापाको वीरता मोड मुक्ति चोकबाट प्रत्यक्ष रूपमा जोडिएका छौँ र यहाँलाई यो अपडेट गराउँदैछौँ हामी अहिलेको ताजा अवस्था। यसरी केही समयमै यो राके जुलुसमा परिणत भएर चाहिँ यहाँनिर अहिले यसरी चोकमा राके जुलुस प्रदर्शन भइरहेको छ। विभिन्न नाराहरू प्रदर्शन लगाउँदै यो समूहले चाहिँ प्रदर्शन गरिरहेको अवस्था छ। अहिले यहाँहरूले हामीलाई कुन कुन ठाउँबाट हेर्दै हुनुहुन्छ यहाँहरूले कमेन्ट गर्दै जानुहोला र पछाडिबाट प्रहरीहरू अझै यो राके जुलुसलाई खोज्नको लागि अगाडि बढिराख्नु भएको पनि देखिरहेका छौँ। प्रहरीले खोज्ने कोसिस गरिरहेको छ दर्शक महानुभावहरू यो राके जुलुसलाई र यतिखेर यहाँनिर यो मुक्ति चोकको साइडमा यतिखेर अझै प्रदर्शन भइरहेको छ र प्रहरी नेपाल प्रहरी यसै गरी सशस्त्र प्रहरीले उक्त राके जुलुसलाई नियन्त्रणमा लिनको लागि कोसिस गरिरहेको दृश्य पनि यहाँलाई अहिले अपडेट गराउँदैछौँ हामी प्रत्यक्ष रूपमा। करिब अहिले वीरता मोड झापा.com बाट यहाँनिर अलिकति लफडा पनि भइरहेको छ। हेर्न सक्छौँ प्रहरी र प्रदर्शनकारीहरू बीच चाहिँ यहाँनिर अलिकति तछड मच्छड पनि भएको अवस्था सिर्जना भएको छ। दर्शकबिन यतिखेर प्रत्यक्ष रूपमा यहाँलाई देखाउँदैछौँ वीरता मोडबाट यहाँहरूमा हामी अहिले वीरता मोड झापा.com बाट जोडिएका छौँ र यहाँनिर प्रहरी र प्रदर्शनकारी बीच चाहिँ झडप हुने सिर्जना भइरहेको छ। यतिखेर यहाँनिर देख्न सक्छौँ हामी विभिन्न नाराहरू प्रदर्शनकारीहरूले विभिन्न चाहिँ नाराहरू प्रस्तुत गरिरहेका छन् भने राके जुलुसलाई नियन्त्रणमा लिनको लागि चाहिँ प्रहरीले कोसिस गरिरहेको छ। प्रहरीले यतिखेर प्रहरीलाई छेकिरहेको अवस्था पनि छ। प्रदर्शनकारीले देख्न सक्छौँ दर्शक महानुभावहरू भने यतिखेर यो वीरता मोडको अहिलेको ताजा अवस्था हो। मुक्ति चोकमा छौँ हामी झापाको वीरता मोड मुक्ति चोकबाट यो अपडेट वीरता मोड झापा.com बाट यहाँहरूमा आज गराउँदैछौँ र यहाँनिर अहिले यो चोकमा एकदम धेरै मानिसहरूको सङ्ख्या उपस्थित देख्न सक्छौँ। साइडमा पनि यो हेर्नको लागि राके जुलुसलाई त्यसै गरी चाहिँ सबैले यहाँनिर हेरिराख्नु भएको छ र अझै पनि नारा लाउने क्रम जारी छ। विभिन्न नाराहरू चाहिँ प्रदर्शनकारीहरूले लगाइरहेको छ। लगाएको दृश्य यहाँहरूलाई हामी देखाउँदैछौँ। करिब अहिले हामीलाई वीरता मोड झापा.com मा यो प्रत्यक्ष प्रसारण चाहिँ 1700ले हेरिराख्नु भएको अवस्था छ भने अहिले हामी वीरता मोडबाट यहाँहरूमा प्रत्यक्ष रूपमा जोडिएका छौँ र यो अपडेट यहाँहरूलाई गराउँदैछौँ। यो बिचमा देख्न सक्छौँ हामी यहाँनिर चोककै बिचमा यसरी आगो बलेको अवस्था छ। प्रदर्शनकारीहरूले चाहिँ त्यो राके जुलुसलाई नै बिचमा ल्याएर आगो बालेको अवस्था छ र प्रहरीले यसलाई नियन्त्रणमा लिने कोसिस पनि गरिरहेको देख्न सक्छौँ। यतिखेर वीरता मोड चाहिँ एकदमै वीरता मोडमा चाहिँ प्रदर्शनकारी र विशेष गरी चाहिँ यो आन्दोलनरत समूह र प्रहरी बीच प्रहरीहरूको बाक्लो रूपमा उपस्थिति देख्न सक्छौँ। सुरक्षा
को दृष्टिकोणले हेर्ने हो भने पनि यतिखेर धेरै प्रहरी परिचालन भएको छ बिर्ता मोडमा, किनभने यो प्रदर्शनमा आइसके पछाडि यो देख्न सक्छौँ भने। र यहाँनिर अहिलेको अपडेट यहाँहरूलाई गराउँदैछौँ हामी। अझै पनि विभिन्न नाराहरू प्रस्तुत भइरहेका छन् र यहाँनिर देख्न सक्छौँ पर देखिरहेछौँ हामी प्रहरी र प्रदर्शनकारी बीचहरू तछड मच्छडको अवस्था सिर्जना भएको छ। यहाँनिर प्रहरी र प्रदर्शनकारीहरू बीच झडप भएको छ। दर्शक महानुभावहरू झडप भएको छ। यो आन्दोलन झडपमा परिणत भएको छ। यतिखेर देख्न सक्छौँ प्रहरी र प्रदर्शनकारीहरू बीच चाहिँ झडप भइरहेको छ। पर प्रहरी र प्रदर्शनकारीहरू बीच झडप भएको छ, ठेलाठेल भइरहेको अवस्था छ। यतिखेर देखाउन चाहन्छौँ हामी यहाँलाई। यतिखेर झनै रूपमा चाहिँ आगो बलिरहेको अवस्था छ। झनै यहाँनिर देख्न सक्छौँ पर हामी यो मसाल जुलुस निकालिसके पछाडि यतिखेर प्रदर्शनकारीहरूले विभिन्न नाराहरू चाहिँ प्रस्तुत गरिरहेका छन् र त्यसै गरी चाहिँ यतिखेर हामी प्रत्यक्ष रूपमा यहाँलाई यो देखाउँदैछौँ बिर्ता मोडबाट दर्शक महानुभावहरू। र यो अहिले बिर्ता मोडको अवस्था हो। यतिखेर करिब हामीलाई 1800 जनाले प्रत्यक्ष रूपमा यो हेरिराख्नु भएको छ बिर्तामोड झापा.com। र अहिले हामीलाई यहाँले कुन कुन ठाउँबाट हेर्दै हुनुहुन्छ कमेन्ट गर्न सक्नुहुनेछ। र विशेष गरी फेरि यहाँनिर अब अहिले यो बिर्तामोडको अवस्था हो। यतिखेर हामी बिर्तामोड झापा.com-बाट प्रत्यक्ष रूपमा जोडिएका छौँ र यो अपडेट यहाँलाई गराउँदैछौँ झापाको बिर्तामोडको मुख्य चोकबाट। यहाँलाई जस्ताको तस्तै देखाउने कोसिस गर्दैछौँ। राष्ट्रिय सरकार मुर्दाबाद। र यतिखेर बिर्तामोडको यो मुक्ति चोकमा देख्न सक्छौँ दर्शक महानुभावहरू, यहाँ सयौं मानिसहरूको संख्या उपस्थित भएको छ। अहिले यो हेर्नको लागि पनि यो राँके जुलुस प्रदर्शन भइरहेको छ यतिखेर। र यतिखेर बिर्तामोडको यो ताजा अवस्था यहाँलाई प्रत्यक्ष रूपमा बिर्तामोड झापा.com-बाट जस्ताको तस्तै देखाइरहेका छौँ। पक्कै पनि नेटवर्कले साथ देशसम्म हामी यहाँहरूमा आज प्रत्यक्ष रूपमा जोडिनेछौँ। र यहाँनिर हेर्न चाहन्छु यस कार्यक्रममा सम्बोधन गरिदिनु हुन हाम्रो यस झापा जिल्ला विद्युत अघिल क्रान्तिकारी विद्युत एक्सन इन्चार्ज आदरणीय दधिराम रिमाल। र यो तलबाट देखिरहेका छौँ हामीले एम्बुलेन्स पक्कै पनि आइरहेको हो कि भन्ने अनुमान लगाउन सक्छौँ। यसरी एम्बुलेन्स दमकल आइरहेको छ र यो दमकल कहाँ गएको हो के को लागि हो थाहा छैन। यो लाइभमै छौँ र यतिखेर दमकल आइरहेको छ। यहाँनिर के पनि देख्न सक्छौँ हामी यतिखेर यहाँनिर दमकललाई र पक्कै पनि त्यो आगोलाई निभाउनको लागि हुन सक्ने भन्ने हामीले अनुमान गर्न सक्छौँ। यो यहाँ स्लो मोसन हुँदै गइरहेको छ। पक्कै पनि जुन राँके जुलुसमा भएको त्यो हरूलाई चाहिँ आगोलाई चाहिँ निभाउनको लागि हो कि भन्ने अनुमान पक्कै पनि लगाउन सकिन्छ।
यहाँको लागि होइन यहीँको लागि र दमकलले यहीँ रोकिएको छ। यतिखेर यो बिर्ता मोडको अवस्था यहाँहरूलाई कैद गरिरहेका छौँ। यतिखेर बिर्ता मोडबाट यहाँहरूमाझ जोडिएका छौँ र यो अपडेट गराउँदैछौँ। यतिखेर हामीलाई बिर्ता मोड झापा.com-बाट यो प्रत्यक्ष प्रसारण 2000ले हेरिराख्नु भएको छ। यो हेरेर आएको म त र अहिले हामी झापाको बिर्ता मोडको मुक्ति चोकबाट प्रत्यक्ष रूपमा जोडिएका छौँ र अहिलेको यो अवस्था यो बिर्ता मोडको यो ताज अवस्थालाई चाहिँ प्रत्यक्ष रूपमा देखाउने कोसिस गरिरहेका छौँ दर्शक महानुभावहरू। यतिखेर बिर्ता मोडको यो अपडेट यहाँहरूलाई गराउन चाहन्छौँ। यतिखेर अहिले हामीलाई यहाँहरूले कुन कुन ठाउँबाट हेर्दै हुनुहुन्छ कमेन्टमा आफ्ना प्रतिक्रियाहरू राख्न सक्नुहुनेछ। कमेन्ट गर्दै जानु होला। यहाँहरूको कमेन्ट पनि लिनेछौँ पक्कै पनि हामी केही समय पछाडि भने। अहिले चाहिँ यहाँ बिर्ता मोडको यो अवस्थालाई देखाइरहेका छौँ। सत्ताको बाजाको रूपमा उहाँलाई संज्ञा दिन चाहन्छौँ। उहाँलाई बराबर भनेर हामी सम्बोधन गर्न चाहन्छौँ। उहाँले यो तुरन्त सच्याउनुपर्छ के उहाँले नेपाली जनताको विरुद्धमा काम गर्नको लागि उहाँ सरकारमा जानुभएको हो। पटक पटक हामीले नेपालको इतिहासमा हेऱ्यौँ भने महाकाली सन्धिदेखि अहिलेसम्म आउँदा जतिपल्ट उहाँले सरकारको नेतृत्व गर्नुभयो कहिले पनि लोकप्रिय जनताको पक्षमा काम गर्नु भएन। यो इतिहास साक्षी छ। त्यस कारणले गर्दा हामीले यो खबरदारी झापाबाट तपाईँले आफ्नो च्यान खन्ने कामको सुरुवात गर्नुभएको छ र तपाईँलाई राजनीतिक बाबरको संहितालाई हामी यहाँबाट चेतावनी दिन चाहन्छौँ। र हामी अरूता के भन्न चाहन्छौँ भने जुन निर्णय छ त्यो निर्णय चाँडै सच्याइयोस्। अहिले यति दुविधामा छ कि जसले सरकारले गरेको निर्णय पनि औपचारिक हिसाबले सार्वजनिक गर्न सकेको छैन। उहाँलाई बर्खास्ती गरिएको र अर्को व्यक्तिलाई पुनर्नियुक्ति गरिएको कुरा पनि सार्वजनिक गर्न सकेको छैन। यति डराएर डर छेरुवा प्रवृत्तिबाट उसले निर्णय गरेको छ। यसबाट नै हामीले बुझ्न सक्छौँ कि यसको दम कति छ, यो सरकारको दम कति छ भन्ने कुरा हामीले सहजै थाहा पाउन सकिन्छ। त्यसैले गर्दा आज हामी यो खबरदारी सभा मार्फत उहाँलाई तुरन्त यो कदम सच्याउनको लागि अनुरोध गर्न चाहन्छौँ। अर्को कुरा, अहिलेका जुन ऊर्जा मन्त्री हुनुहुन्छ हामी सबैलाई थाहा छ, ऊर्जा मन्त्रीको इतिहास हामीलाई थाहा छ। उहाँले नेपाली स्काउटको जग्गा 12 रोपनी जग्गाले कब्जामा लिएर उहाँले निजी व्यवसाय सञ्चालन गरेको कुरा पनि हामीले सुनेका छौँ। नेपालका विभिन्न चलविद्युत आयोजनाहरूमा उहाँको लगानी छ। उहाँको आफ्नो उद्देश्य जब नमिलिसकेपछि उहाँले जुन नेपालको एउटा विद्युत क्षेत्रको एउटा कायम प्रयोग गर्ने व्यक्तित्व कुलमान घिसिङलाई हटाएर आफ्नो स्वार्थ पुरा गर्ने आफ्नो निर्णयहरू कार्यान्वयन गर्न सहज हुने भ्रष्टाचारको बाटो खुल्नको लागि सहज हुने किसिमका पात्रलाई उहाँले नेतृत्वमा लिएर जाने हरकत गर्दै रहन्छ। यो सबै कुराको हामी खबरदारी गर्न चाहन्छौँ। यदि आवश्यक पर्यो भने भोलि हामी एपी ओलीलाई यस्तै हरकत र यस्तै हट्टण्डा गर्ने हो भने झापाको भूभागमा प्रवेश निषेधको पनि घोषणा कार्यक्रम घोषणा गर्न सक्छौँ। यो कोर सभा मार्फत हामी उहाँलाई चेतावनी दिँदै तपाईँले जबसम्म यो कदम सच्याउनुहुन्न त्यति बेलासम्मको लागि हाम्रो आन्दोलन निरन्तर रहनेछ भन्ने कुरा राख्दै म मेरो भनाइ अन्त्य गर्न चाहन्छु। हस्त धन्यवाद। अभिवादन। धन्यवाद कमरेड। आफ्नो निकै नै सान्दर्भिक तर्कहरू राखेर हामीबाट बिदा भइसक्नुहुन्छ। अब भने आफ्ना भनाइहरू राखिदिनु हुन, आफ्ना तर्कहरू राखिदिनु हुन, आजको यस विरोध सभालाई सम्बोधन गरिदिनु हुन हाम्रा अखिल नेपाल महिला सभा केन्द्रीय सचिवालय सदस्य आदरणीय निरु भुटिया
ज्यूलाई हार्दिक अनुरोध गर्दै यो फ्लोर पनि ओपन गर्दछु।